Don't come for the presence of God in the church. Yes, you have to come for the presence of God, but don't just come only for the presence of God. Come for the presence of people too. के भने पिटरलाई तैँले मलाई माया यस दिउ न त प्रभु तपाईँलाई थाहा छ त प्रभु भन्दा गर्दा नि feed my sheep, feed my lamb, take care of them. अब त्यो माया चाहिँ नि कहाँ देख्छ भन्दा गर्दाखेरि प्रभुले तपाईले प्रभुमा तपाई प्रभुको चेला हो भन्ने कुरा प्रभुको डिसाइपल हो भन्ने कुरा चाहिँ नि कहाँ रिफ्लेक्ट हुन्छ भन्दा गर्दाखेरि नि हाउ यु ट्रिट पिपल. तिमीहरू चाहिँ प्रभुको चेला हो भनेर यसरी चिनिन्छ कसरी भन्दा गर्दाखेरि बाइ योर अन्य भाषा भनेको छैन, बाइ योर हजुर प्रोफेसी भनेको छैन, स्पेसिफिक फ्रुट एउटा कुरा गरेको छ लभ. Loving God is so easy sometimes, but loving people is hard. And we say we worship God. Rocket science चाहिँदैन जसले मलाई माया गर्छ उसलाई माया गर्नको लागि. It is so easy. तर जसकोबाट तपाईँ घात पाउनुहुन्छ माया गर्दा गर्दा to love again, that is the main thing. And Bible भन्छ you are called my disciple when you love one another. Hallelujah. So church, यहाँनिर perfect people छैन. It is good. हस्पिटलमा म कहाँ हेल्थी मान्छेलाई खोज्दै जान्छु त. चर्च पनि त्यही हो. तर यो ठाउँ चाहिँ हिल हुने ठाउँ. यो ठाउँ चाहिँ oh presence of God मात्र हैन. We come for the presence of people also. अनि यीशु ख्रीष्टले के गर्यो सुन्नुस् त. यीशु ख्रीष्टले नि पत्रुसको खुट्टा धोइदिँदै थियो. अथोरिटी पाइसकेर खुट्टा धोयो यीशुले. के भने यीशु ख्रीष्टलाई सबै अधिकार उहाँले लिनुभयो. लास्टमा त उहाँले टवल पो निकाल्छ अनि टवलले पिटरको खुट्टा धोइदिँदै थियो. अनि पिटर चाहिँ अब अप्ठ्यारो मान्दै थियो कसरी अब मेरो खुट्टा धोइदिएको उहाँले भन्दै थियो. अनि यीशु ख्रीष्टले खुट्टा धोइदियो क्या. त्यो सिम्बोलिक खास के भन्नु खोजेको भन्दा गर्दाखेरि नि हामी भन्छौँ नि म प्रभुलाई भयो भने त भयो भन्छौँ नि. नो 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 प्रभुले भन्नु खोजेको चाहिँ नि मान्छेको मेस ठाउँमा पोस्तो त्यहाँनिर अनि त्यहाँ पोसेर त्यसलाई सफाई गरेर त्यहाँबाट बाहिर निकाल भन्ने गर्छ कि बुझ्नुहुन्छ. प्रभु मान्छेको डर्टी ठाउँमा त पुग्थ्यो इन्गेज हो त्यो भित्र मैला गाह्रो कति चोटमा छ कति हारमा छ कति नराम्रो कुराहरूमा छ त्यहाँ जातो त्यहाँ गएर त्यसलाई सफा गर त्यसलाई निकाल भन्ने गर्छ क्या. हालेलुया हालेलुया. So don't come only for the presence of God, come for the presence of people. Amen? Amen? Go there. Go there. कति मान्छेलाई नि हिलोमा फसेको जस्तो छ. ऊ आफै कोसिस गरे भने झन् ऊ गाडिन्छ. उसको आशा छैन. But what you can do is you can go there. फेरि आफै हिलोमै खेल्दै बस्नु भनेको हैन फेरि. नो 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 नो. प्रभुको प्रेम चाहिँ तपाईलाई प्रभुको प्रेम चाहिँ रेस्क्यु गर्ने प्रेम मात्र हैन ट्रान्सफर्मेसन गर्ने प्रेम पनि. हालेलुया हालेलुया हालेलुया. सो खुट्टा धुनु सिम्बोलिक यस धुनुपर्छ लिडर्सलाई उयो गर्नुपर्छ सानो हुनुपर्छ सर्भेन्ट लिडरशिप हुनुपर्छ तर भन्नु खोजेको चाहिँ इन्गेज हो त्यो व्यक्तिहरू कहाँ. यीशु ख्रीष्ट त्यही कारण ट्याक्स बुथमा आयो. यीशु ख्रीष्ट त्यही कारण माछाको किनार समुद्रमा आयो. यीशु ख्रीष्ट घरमै बसिरहेन सिनागोगमै बसिरहेन. म त किङ हो नि हुनु किङै थियो त तर किङ हो भनेर नि उहाँ किङ जस्तो बसेन क्या. बाइबलले भनेको छ उहाँ किङै हो र पनि उहाँले त्यो ग्लोरीलाई राखिरहेन अरे क्या. सेट असाइड गरेर नि तलाउनु भयो अरे. चर्च सबैभन्दा हम्बल चाहिँ चर्चमा हुनुपर्छ.